मान्छे तल एकजना दुईजना तीनजना चारजना पाँचजना सातजना आठजना एकजनाले नातिकिन जाऊ है नातिकिन रोथे नि यस्तो नमजा लाग्दैन सर गाडी यस्तरी बसेको यो बस्नु नै हाम्रो लकी हो के लकी हो भगवानले बचाएको पछाडिबाट धक्का लाग्यो पानीले सकिँदैन सर एकचोटि टायर फस्यो त्यसले गर्दा नि त्यो जान पाएन त्यसै गर्दा चाहिँ यहाँ जान्छ त्यो बहिनी बल्ल भए ढोकामा आन्टी त्यही आन्टीले बचाएको दिनजना फस्थ्यो होला त्यो बहिनीले धन्यवाद गर्नुपर्छ यार यत्रो बेरसम्म थामेको त अनि मसँग हाम फाल्न लाइथिन् नि तिनी यत्रो बेरसम्म थामेको कहाँ लेडिजले यत्रो सक्छ अलिक सिसाबाट पनि गएन पानी सिसाबाट पनि गएन नि सिसाबाट गर्थ्यो गाडीको जेसीबीमा हालेको अहिले जेसीबीले फेरि स्टाफले बसको हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ यसरी उद्धार गर्दैछ बकेटमा लगाएर भनेर लानु अलिक पर जुन ओ गयो केटाहरू अब त्यहाँबाट उता जानु तर बुद्धि लाइले गयो त्यसमा चढ्यो अब त्यसमा लिएर गयो फेरि उहाँले हेर्नु उहाँले लग्यो उहाँबाट उताबाट फेरि तर छिटो गर्नु पर्छ पानी बढिरहेको केले बुद्धि लाइन नलाइन जेसीबीलाई त्यहाँबाट चाहिँ उताबाट लगेको रातिको 12-1 बजे छ पानी लैल हुन्छ पानीबाट पानी आइरहेको छ पूर्व पश्चिम राजमार्ग यो चाहिँ गुन्जेबासको विनय सभाको डाइभर्सनबाट चाहिँ बस बगाएको अवस्थामा